नमस्ते हजुरहरू सबैमा। आजको मेरो काम चाहिँ निमको साबुन बनाउँदैछु। मैले निमको साबुनमा के मिसाएँ भने निम पत्ता ल्याएँ, त्यस पछाडि एलोभेरा ल्याएँ, अनि तुलसाको पात ल्याएँ, अनि अमलाको रस हालेर मिक्सरमा पिसेर त्यसको लेदो बनाएर अनि कपडाले छानेर त्यो रसमा चाहिँ मैले त्यो रसलाई चाहिँ यसरी पकाउँदैछु साबुन बनाउनलाई। यो निमको साबुन बनाएको मैले। यो हाम्रो बाहिरी छालाको रोगको लागि धेरै राम्रो हुन्छ निमको साबुन। छाला चिलाउने, एलर्जी, दाँत, अनि टाउकोमा आएको चाया, कपालमा आउने चाया सबै निको हुन्छ यो साबुनले। म चाहिँ यसरी बनाउँछु साबुन। निमको साबुन त हजुरहरू पनि बनाउनुहुन्छ भने यसरी बनाउनु धेरै राम्रो हुन्छ। यो साबुनले हाम्रो छालालाई धेरै राम्रो औषधिको काम गर्छ। म चाहिँ यसरी बनाउँछु। आज चाहिँ म यता व्यस्त छु साबुन बनाउनमा। यो मजाले पकाउनुपर्छ, टाँसिन्छ तल फेदामा नि मजाले चलाएर पकाउनुपर्छ यो साबुनलाई। अब चाहिँ रेडी हुन आँट्यो। यो पाकेपछि चाहिँ ठ्याक्क फर्मामा हाल्ने, अनि त्यहाँबाट एकछिन राखेपछि जम्छ अनि साबुन तयार हुन्छ। म हजुरहरूलाई भरे साबुन बनाइसकेर पनि अर्को भिडियो बनाएर देखाउँछु। हजुरहरूलाई पनि छाला चिलाउने रोग छ भने यसरी बनाएर साबुन बनाएर प्रयोग गर्नु राम्रो हुन्छ छालाको लागि। म चाहिँ यसरी नै प्रयोग गर्छु। मेरो धेरै दाँत थियो, यो साबुन लगाएपछि मलाई सबै निको भएको छ। अहिले दाँत थियो मेरो जिउभरि, अहिले धेरै राम्रो भएको छ, निको भएको छ यो साबुन लगाएपछि। मैले चाहिँ पोहोर परारदेखि नै आफै बनाएर लगाउँछु यो साबुन। हजुरहरूलाई कस्तो लाग्यो मैले बनाएको साबुन? म चाहिँ यसरी साबुन बनाउँछु अनि आफैलाई घरमा चाहिने साबुन आफै बनाएर हामी सबैले प्रयोग गर्छौँ परिवारले। हजुरहरूलाई पनि साबुन यसरी छालाको रोग छ भने यसरी बनाएर प्रयोग गर्नुहोला, धेरै राम्रो हुन्छ यो साबुनले। निमपत्तीको धेरै गुणहरू छ, औषधि नै हो निमपत्ती। अनि एलोभेरा, तुलसाको पात औषधि हो। म चाहिँ यसरी साबुन बनाउँछु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ? नमस्ते हजुरहरू सबैलाई फेरि पनि।